म भाटा एक दिन एउटा बहिनी बिहानै रुँदै आयो क्या, दाइ तपाईँले नि टिकटक चलाउनुहुन्छ भन्यो। मैले नि म चलाउँछु किन र भनेको, मेरो बुढाले नि मेरो श्रीमानले नि टिकटक चलाउनुहुन्छ। टिकटक चलाएदेखि मेरो बुढा त खालि के भएको, टिकटक खोल्ने बित्तिकै बिहान नि ट्याप ट्याप गर्न खोज्छ, दिउँसो नि ट्याप ट्याप गर्न खोज्छ, बेलुका नि ट्याप ट्याप गर्न खोज्छ, मोबाइल खोल्ने बित्तिकै ट्याप ट्याप गर्न खोज्छ भन्यो। अनि मैले भने म पनि गर्छु त ट्याप ट्याप, बिहान नि गर्छु, दिउँसो पनि ट्याप ट्याप गर्छु, बेलुका पनि ट्याप ट्याप गर्छु। किन र ट्याप ट्याप गर्दा के हुन्छ र, आफ्नै फलोवर्स बढ्ने हो, साथी बढ्ने हो, आफ्नो भिडियोहरू भाइरल हुन्छ भनेर मैले भनेको। अनि होइन मोबाइलमा पनि ट्याप ट्याप गर्न मिल्छ र भन्यो। अनि मैले भने अनि गर्ने नै मोबाइलमा त हो नि ट्याप ट्याप, अन्त कहाँ गर्छ र ट्याप ट्याप भनेको। त्यो केटी त फनक्क फर्केर रिसाएर आमामामा यो साललाई यो राडी बानलाई म नमारी छोडिदिने भन्दै मासालाई दौडिँदै गयो। मलाई त केही पनि भनेन त्यत्तिकै। पछि पो थाहा पाएको मासाला चोरलाई त अब थाहा रहन्छ, सोझो मान्छे डबल ट्याप ट्याप गर्नुहोस् ट्याप ट्याप गर्नुहोस् भन्दो रहेछ। ऊ मोबाइल खोल्ने बित्तिकै घरतिरै ट्याप ट्याप गर्नु खोज्दो रहेछ। बुढी वाक्कर दिक्क भएको रहेछ। अबुझ हुनु नि केही छैन यार, लाटो हुनु नि केही छैन। मासल बाठो है केटा, बाठो। यस्तो ट्याप ट्याप चाहिँ नगरे घरबाट लड्छ।